नमस्कार, म कमल बोगटी। आज राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीमा आस्थामान हुने सम्पूर्ण नेपाली आम दाजुभाइ दिदीबहिनीहरूलाई म यो जो जहाँ हुनुहुन्छ त्यहाँबाट यो राष्ट्रिय स्वतन्त्र पार्टीको दिवसको अवसरमा मनाउन सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। आज यो राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको दिन हो। त्यस कारणले गर्दा हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीले को इतिहासहरू के काम गर्यो के काम गरेन भनेर हामी आम नेपालीहरू जानकार नै छौँ। त्यस कारणले गर्दा पनि मैले एउटा आज सानो भिडियो तयार पारेको छु, जहाँ जताततै राजनीतिकै नै चर्चा छ। राजनीतिले चाहिँ तपाईँको देशको सुसंस्कृतिक देश बनाउन सक्छ। राजनीति राम्रो भयो भने देश राम्रो हुन्छ, देश राम्रो भयो भने देशभित्रका नागरिकहरू राम्रो हुन्छ। जहाँ राजनीतिले योजना दिन्छ, योजनाले विकास दिन्छ, विकासले समृद्धि दिन्छ, समृद्धिले चाहिँ नेपाली आम नागरिकको ओठमा मुस्कान दिन्छ र मस्तिष्कमा एउटा नयाँ सोच र धारणा र प्रगतिको पाइलाहरू दिन्छ भन्ने एउटा मेरो धारणा छ। त्यस कारणले गर्दा लगभग चाहिँ तपाईँको एउटा इतिहासको बारेमा कुरा गर्ने हो भने पनि 250 वर्षको लगभग इतिहास बोकेको अमेरिका आज कहाँ पुगिसक्यो। 60 वर्ष अगाडि दक्षिण कोरियामा पनि भोकमारी लागेको थियो अरे। त्यस देशलाई पनि नेपालले चामल अनुदानको लागि सहयोग गरेको थियो। त्यो उदाहरण ज्वलन्त रूपमा उदाहरण छ। त्यस कारणले गर्दा दोस्रो विश्वयुद्धपछि चकनाचुर भएको जापान आज कहाँ पुगिसक्यो र 1600, 1700, 1800 को लगभग इतिहास भएको स्थापित भएको इतिहास नेपाल प्रकृतिले, कौशलले, धार्मिक सम्पदाले हरेक किसिमले भरिपूर्ण भएको देश आज नेपाल कुन अवस्थामा छ। जहाँ इस्वी सम्मत 400 देखि 750 सम्मको लिच्छवीकालीनको अवस्थामा अमेरिका भन्ने देश नै पत्ता लागेको थिएन, जहाँ नेपाल स्वर्ण युगमा बाँचिरहेको थियो। त्यसको उदाहरण जुन लिच्छवीकालीनको उदाहरण जुन चाङ्गुनारायण मन्दिर साँच्ची नै छ। जहाँ अमेरिका भन्ने देश नै पत्ता लागेको थिएन, त्यतिखेर नेपालले चाहिँ तपाईँको पैसाको पनि विकास भइसकेको थियो। विश्वमा कुनै देशमा पैसाको भन्ने विकास भएको थिएन। नेपालमा नेपालमा तामाको, चाँदीको पैसाहरू नेपालमा विकास भइसकेको थियो। त्यो पैसा मानदेवले चलाएका थिए भने जुन हाम्रो देश आज हामी कहाँ छौँ। नेपालमा जुनसुकै व्यक्ति जो धनी किन नहोस्, ठुलो मल गाडी कौशल किन नहोस्, जहाँ हरियो पासपोर्ट लिएर अन्तर्राष्ट्रिय विमानस्थलमा गइन्छ, अर्को देशको नागरिक र हामी बीचमा हुने अपेलना त्यतिखेर थाहा हुन्छ हामी आज कहाँ छौँ। जहाँ पुराना राजनीतिक दलहरू जुन स्थापित पुराना राजनीतिक दलहरूले यो नेपाललाई हामीले एउटा सोचेको नयाँ देश बनाउँछौँ भनेर उहाँहरूकै वरिपरिमा देश चलिरहेको छ। उहाँले आज के गर्नुभयो त अनि लगभग 30-35 वर्ष उहाँकै कब्जामा छ। नेपालमा सानातिना चाहिँ तपाईँको युद्ध नभएका होइनन्, जहाँ 62-63 को युद्ध नभएको होइन, शिक्षाको तिर पनि युद्ध नभएको होइन, हरेकतिर युद्ध नै युद्ध भयो। युद्धले आज के पायो? यिनीहरूले भन्ने गरेका छन् जहाँ लोकतन्त्रको स्थापना गर्यौँ, प्रजातन्त्र ल्याउँ, जहाँ गणतन्त्र ल्याउँ भनेका छन्। हो, ठिक छ, तपाईँले गणतन्त्र लोकतन्त्र ल्याउनु भयो, तर त्यो हामीले आज यही लोकतन्त्रको र गणतन्त्रको जगमा बसेर आज हामीले बोल्न पाएका छौँ। त्यस्तो ठिक छ, तर त्यो लोकतन्त्र गणतन्त्र कसका लागि ल्याउनु भयो? जहाँ ल्याउनु भएको छ त्यो चाहिँ तपाईँको कागजमै सीमित भएको छ। हामी दुखी निमुखा गरिब जनताका लागि आज लोकतन्त्र छैन। जहाँ पछिल्लो अवस्थामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ उदय भएको थियो, देश बनाउँछौँ भनेर नयाँ उदय भएको पार्टीलाई पनि राजनीतिको प्रतिशोधको कारणले गर्दा आज कुन अवस्थामा पुगाइरहनु भएको छ। तपाईँहरूले भन्ने गर्नुभएको छ जहाँ आफ्नै भविष्य चाहिँ तपाईँको 4-5 वर्ष आफ्नो भविष्य छैन, यत्रो चाहिँ तपाईँको 70-80 वर्षको नेपाल कसरी चाहिँ तपाईँले एउटा बनाउन सक्नुहुन्छ। त्यो बनाउन सक्छ त युवाहरूले मात्र बनाउन सक्छ। युवाहरूले नै यो नेपाल बनाउन सक्छ।
तपाईँकै भविष्य अहिले छ पछि छ, यो यत्रो 80 वर्षको देशलाई कसरी बनाउन सक्नुहुन्छ भन्ने हामी युवाहरूको धारणा छ। त्यस कारणले गर्दा हामी सम्पूर्ण युवा दाजुभाइले हामी एकजुट भएर आफ्नो ठाउँको आफ्नो गाउँको विकास गर्नुपर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ, यो देशलाई नै चाहिँ तपाईँको कायापलट र सबै नै राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न सक्छ म भन्दिनँ, तर पनि नयाँ विकल्प त दिउँ। एकछिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई युवाहरूलाई त नयाँ विकल्पको रूपमा एउटा दिउँ, के गर्छ यसको पनि हेरौँ नि त। अनि यी चाहिँ तपाईँको नयाँ पुराना बनाउँदा पार्टीहरूले नै यसको देशलाई के गरे, नेपाललाई चाहिँ तपाईँको कङ्गालको रूपमा बनाइसकेका छन्। देशमा चाहिँ तपाईँको उद्योग कलकारखाना सबै बेचेर खाइसके। आफ्ना लागि मात्रै यो लोकतन्त्रले, आफ्नो लागि मात्रै संविधानले आफू बन्ने, आफू अगाडि बढ्ने र आफ्नो वरिपरि गरिब जनताहरू बसालेर आफू ठुलो मल बनाएर वरिपरि गरिब जनताहरूलाई, दिन दुखीहरूलाई राख्ने गणतन्त्रले। गणतन्त्र ठिक छ, तर गणतन्त्रभित्र अवस्था ठिक छैन, व्यवस्था ठिक छ, अवस्था ठिक छैन भन्न चाहन्छौँ। त्यसै कारणले गर्दा हामी सम्पूर्ण नेपालीहरूले एकजुट हुन, युवाहरूलाई एकजुट हुन आवश्यक छ। कसका लागि गइदिने, कसको कार्यक्रममा सहभागी भइदिने, कसलाई भोट दिने, हामीले भोट दिएर के पाउँछौँ भन्ने सिद्धान्तबाट हामी पछि हट्नुपर्छ। भोट भनेको आफ्नो भविष्यको लागि, आफ्नो देशको लागि, राम्रो मान्छेको लागि दिन आवश्यक छ। त्यसै कारणले गर्दा आज यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा, यो जन्म भएको राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको दिनको अवसरमा मैले एउटा सानो भिडियो तयार पारेँ र बाँकी भिडियो अर्को सेसनमा हामी ल्याउनेछौँ। अहिलेलाई यति नै। हस्त, धन्यवाद।